सम्पूर्ण महानुभावलाई हार्दिक नमस्कार गर्न चाहन्छु। म अशोक श्रेष्ठ। एकखेर हामी बन्दीपुर घुम्न आइरहँदाखेरि हामी बन्दीपुरबाट अलिकति माथि देखिने एउटा डाँडामा एउटा मन्दिर छ। यो मन्दिरबाट हामी अलिकति यता पश्चिम साइड लागिसकेपछि एउटा वाल छ, वालले भरिएको बाटो छ। तर माथिबाट हेर्दाखेरि चट्ट लाएर यसलाई हामीले बन्दीपुरको ग्रेट वाल पनि भनेर भनिँदो रहेछ। सो यो ग्रेट वाल कस्तो छ त भनेर हामी घुम्नलाई अब यो वालबाट हिँडिरहेका छौँ। देख्न सक्छौँ बिचमा सिँढीले राखिएको छ, चट्ट लाएर बिचमा वाल राखिएको छ। चट्ट लाएर यसरी हामी हिँड्नु एकदम निकै मजा हुन्छ। देख्न सक्छौँ अहिले हामी बन्दीपुरमा निकै पर्यटकहरूको भरिभराउ छ। अहिले चाहिँ विशेष त विद्यार्थीहरू शैक्षिक भ्रमणमा आइरहँदाखेरि चाहिँ यहाँ धेरै विद्यार्थीहरू देखिरहेका छौँ। अहिले पर्यटकहरू निकै छ। त्यसै गरी अब यतापट्टि अब डाँडा पुरै कुहिरोले ढाकिएको छ, सबैतिर ढाकिएको छ। एउटा महासागरै देखिन्छ होइन, सर्लक्क ढाकिएको छ। र यो डाँडाबाट आएर हामी सर घुमिरहँदा यो ग्रेट वाललाई म चिनाइरहेको छु। यहाँ नेपालको ग्रेट वाल अथवा बन्दीपुरको ग्रेट वाल पनि भनिन्छ। सो आउनु सर हामी हेरौँ दामी छ ग्रेट वाल। अझै तलबाट यहाँबाट अझै तल माथिबाट दामी देखिन्छ। पर्यटककै हिसाबमा बन्दीपुर नेवारी संस्कृति, कला र संस्कृतिको एउटा सङ्गम पनि भनिन्छ, पुरानो बजार। तर अहिले चाहिँ हेर्ने हो भने पर्यटक हेर्ने हो भने कुनै काठमाडौँको ठमेलभन्दा कम छैन, निकै पर्यटकहरूको आकर्षण छ। यहाँ देख्न सक्छौँ तल कति राम्रो देखेको भ्यू देखिरहेको छ ग्रेट वाल। हामी यही वाल घुम्दै तलतिर झरिरहेका छौँ। ग्रेट वाल देख्यो तल हेर्नुहोस् त, निकै दामी भ्यू देखिरहेको छ। साँच्चै हामी यहाँ हेरेर ग्रेट वाल भने ग्रेट वाल यस्तो छ। अब यसलाई चाहिँ कन्टिन्यू तलसम्म पुर्याउने हो भने अझै आकर्षण देखिन्छ। तलबाट यसरी नै यही वालले जोड्ने हो भने यो ठ्याक्कलाई एउटा चक्र, एउटा साइकल भन्छ, ठ्याक्क यो निकै सुन्दर देखिनेछ। तल कति राम्रो वाल देख्यो ग्रेट वाल। यो यहीँबाट सुरु भएको छ यो ग्रेट वाल। अब हामी यो ग्रेट वाल घुम्दै फेरि पुनः तल पुग्नेछौँ। यही वाललाई नै कन्टिन्यू फेरि तल लगेर जोड्ने हो भने झन् निकै सुन्दर हुन्छ, आकर्षण छ। जाउँ सर र एउटा झरौँ लाग्नुहोस् त। तपाईँहरू चाहिँ कताबाट आउँदा? हजुर स्याउली भने कहाँ? ए बन्दीपुर स्याउली। ल यो बनायो कति हो, कहिले बनायो थाहा छ? भएन धेरै, त्यस्तै 6-7 महिना भयो। 6-7 महिना भयो हो। यो जस्तो वर्षमा गरेर भयो कि एकैचोटि बनायो यो? त्यो वर्ष धेरै लाग्यो टाइम त, धेरै लाग्यो है। यसलाई कि ग्रेट वालै भन्छ होइन? मिनी ग्रेट वाल। ए मिनी ग्रेट वाल। नेपालको मिनी ग्रेट कि बन्दीपुरको? जताको भनिनु भयो है। कतिको मान्छे आउँछ यो हेर्नलाई? आउँछन्, धेरै नै आउँछ है। ल निकै सुन्दर छ ठाउँ है। ल दुईपट्टिबाट यो प्लान चाहिँ के होला, कहाँसम्म त्यहीसम्म जोड्ने होला है? हजुर माथिसम्म जोड्छ होला, पछि माथि जोड्छ होला है। र जस एउटा पर्यटकको एउटा आकर्षक केन्द्र बन्नको लागि यसरी नै होइन दुईपट्टि खर्च त निकै गरेको छ। देख्न सक्छौँ यो सिँढी हुँदै अब पर्यटकहरूलाई यहाँ माथि आउनलाई पनि एउटा सजिलो पनि हो होइन। अनि माथिबाट हेर्ने हो भने झन् दामी हुन्थ्यो। यसलाई चाहिँ ड्रोन सटबाट हान्ने हो भने निकै झन् आकर्षक देखिन्छ। हामीले ड्रोन ल्याएनौँ। सो हेर्नुहोस् पर त्यहाँबाट हेर्नुहोस् त। अब यहाँबाट हेर्दा देखाएको छ नि दामी होइन, दामी देखाएको छ समाजमाहरू, सुन्दर छ, आकर्षक छ। अब यसरी घुम्दै रमाउँदै गफ गर्दै सिँढीमा यसरी हिँड्दै भन्दै भ्यू हेर्दै हेर्नको लागि निकै सुन्दर छ। तर के छ भने मान्छेलाई यो माथि बन्दीपुर डाँडामा हिँड्दै जाँदाखेरि उक्लिँदा अलिकति गाह्रो। तर यो ग्रेट वालबाट हिँडिरहँदा चाहिँ थकाइको महसुसै नहुने क्या, आनन्द रिल्याक्सबाट आउने। सो हेर्नुहोस् त कति मान्छेहरू त्यहाँ छन्। दामी भ्यू देखाएको छ ग्रेट वालको, सुन्दर ग्रेट वालको भ्यू देखिरहेको छ। देख्न सक्छौँ देख्यो मान्छेहरू धेरै